मामुको कसम मैले आज नेपालीको भ्याएर म्याथको भ्याउँछु घुमेर आएपछि। म्याथको के भ्याउँछौ र भनिदेऊ त। 2 देखि 10 सम्म भ्याउँछु के भ्याउने? कम्प्लिटली। टेबल ए4 साइज पेपरमा गरेर भ्याउँछौ? साँच्ची हो? साँच्ची। मम्मीलाई यो भिडियो देखाउँछु नि म फेरि। कति माया गर्छौ मम्मीलाई पहिला भन। कति माया गर्छौ मम्मीलाई? अनि कसम खाछौ हो कि न तिमीले आफ्नो मम्मीको भ्याउँछु भनेर हो कि नै? प्रमिस गरेछौ नि भ्याउँछौ नि जसरी पनि? कतिखेर भ्याउँछौ ल भन त। घुमेर आएपछि। कहाँ घुम्न जान्छौ? तातो पानी। तातो पानी कसले लान्छ? बुवा। बुवाले लानु भएन भने? अनि होमवर्क गरेर बस्छौ कि नै? खेल्छ अनि होमवर्क। कहाँ जाने खेल्न? खेल्न तल। कोसँग? मेडिकलको बहिनी। मेडिकलको बहिनी आउनु नि त खेल्न, आफ्नो घर गइसकिन्। म्याउ ल साँच्ची भ्याउँछौ हो नै? म ढुक्क भयो है त। अहिले नेपालीको भ्याइयो, अब म्याथको गर्ने हो कि नै? ल यता हेर, साँच्ची हो? एकैचोटि फेरि साँच्ची भ्याउँछु। कहाँ फेरि रोक न, मैले लाने हो नि त तिमीलाई। फेरि बदमास हुने है फेरि। साँच्ची भ्याउँछु। मैले ल के ल यहाँ आउन पहिला, यहाँ उभिऊ। म तिमीलाई अरू 1-2टा क्वेसन सोध्छु। भनेको मान्छौ किन मामाले? मान्छु। यता राम्रोसँग हेरेर, क्यामेरामा हेरेर ल। मान्छु। मान्छु, यता हेर न भने। मान्छु। साँच्ची हो कि नै? चकचक गर्दैन हो कि नै? गर्दिन। चकचक गर्ने कि नै? नगर्ने। के गरेको त त्यो अनि? किन नाटक गरेको? एउटा गीत गाऊ त्यसो भए छिटो। एउटा राम्रो तिमीलाई मनपर्ने गीत। तिम्रो साथीलाई कुन गीत मनपर्छ? के अरे नाम के अरे? ब्रिन्सी श्रेष्ठ? शेरचन। ब्रिन्सी शेरचन हो? नेवार हो? कुन गीत मनपर्छ तिमीलाई? तिमीलाई आउँछ? नेपाली गीत कुन मनपर्छ तिमीलाई? थोरै नेवारी गीत आउँछ। खै कुन गीत आउँछ भन्नु त? सचिन चिन्ना सपैना मसा मसा लाली गया जोवन छैया निकाना पे जोवन छैया अरू निकाना पे सयाजी सरको गमचन्द हिरो चिना चिना सपहिना मसा मसा लाली गया जोवन छैया निकाना पे जोवन छैया निकाना पे सयाजी सरको गमचन्द हिरो। हो त्यति हो? अनि अर्को आउँछ कि नै? नेपाली गीत आउँछ कि नै? नेपाली त आउँछ। पहिला कुन गीत आउँथ्यो अरे सानोमा तिमीले? फुलबुट्टे। खै गाइदियो त। फुलबुट्टे सारी सपक्कै पारी पछ्यौरी मनमको कौसीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो कान्छीको केश फिजारी छ मैको रिपा। राम्रोसँग गाउ न। मैको रिपा देउला गरिदिउँ कि अरू आउन। अर्को कुन गीतहरू गाउने तिमीले? त्यो तिम्रो नाम बहिनी परिचय पाप हिमाल जस्तै रहेछौ तिमी। स्टेप पनि देखाइदिउ न। स्टेप कता हिँडेको हो तिमी बिजुली बालेर हात भएर पार भएर ब्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे। हो अनि तिम्रो स्कुलमा डान्स कम्पिटिसन हुन्छ हो कि नै? तिमी के भएको छौ अहिलेसम्म डान्स कम्पिटिसनमा? पार्टिसिपेट भएको कि नै? प्रोग्रामहरूमा त नाच्छौ? कुन गीतमा नाच्यो त्यो? थाहा भएन? आफू नाचेको गीत पनि थाहा हुन्न र? भन न एकछिन के रोक न। तिम्रो साथीको नाम भन नि त। अर्को साथीको नाम? रियोन को हो? के रियोन के हो भनेको? के तुलाचन शेरचन सबै चन रहेछ नि त है साथीहरू त। चन बाको चाहिँ नेवार हुन्छन्,
सान्सा शेरचन हो अरू कुन कुन नेवार छन् भनिदेऊ त मिया चाओ 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 अनि चाइनिज हो है त्यो। हो अनि अरू अनि मिया चाओ अनि त्यसपछि अरे सान्सा रिन्सी रियोन कास्ट पनि भन न सबैको सबभन्दा मनपर्ने को तिम्रो केटा साथी सबभन्दा मनपर्ने को कोही पनि छैन। केटा साथी मन पर्दैन मेरो पुरानो स्कुलमा पढ्ने चाहिँ अर्णव र एलिस हो। तिनीहरू कहाँ छन् अहिले अहिले अर्णव चाहिँ अर्को स्कुलमा छ एलिस चाहिँ तिमीलाई भेट्न आउँछन् कि नै आउँछन्। म पसलमा जान्छु एलिसको पसल चाहिँ कहाँ छ काठमाडौँमा छ का- स्वयम्भूमा। स्वयम्भूमा छ अनि उसको चाहिँ थ्रेडिङ पसल हो ब्युटी पार्लर। अनि त्यसपछि अर्णवको बाबा चाहिँ आर्मी र पुलिस हो। हो दुईटा बाबा हुनुहुन्छ र आर्मी हो आर्मी हो आर्मीलाई पुलिस भन्दैनन् क्या पुलिस छुट्टै हुन्छ आर्मी छुट्टै हुन्छ अनि एपिएफ पुलिस छुट्टै हुन्छ अनि तिमी कुन कुन गेम खेल्न जानेछौ हजुर कुन कुन गेम खेल्न जानेछौ के फुटबल बास्केटबल खेल्छौ कि नै खेल्दैन हाइटै पुग्दैन है हाइट पनि सानो छ त अहिले होइन मन पर्दैन मलाई बास्केट। हो अनि कुन साइक्लिङ पनि गर्छौ हो कि नै स्विमिङ गर्न आउँछ कि नै स्विमिङ पनि खेल्छु एक्लै खेल्न सक्छौ डुब्नेमा डुब्नेमा नै। ट्युब लगाएर ए अनि अरू कुन गेम आउँछ अरू कुन कुन गेम खेलेछौ रनिङ खेलेछौ कि नै अनि स्याक रेस कार रेस पनि त्यो मोबाइलको भने होइन क्या मैले होइन रियलको खेल्दा पनि कार रेस कहाँ तिमीलाई चलाउनै आउन्न कार अनि आउँछ। सानोवाला कार किन्दै पो बाबाको काखमा बसेर मात्र आउँछ होइन मलाई यता हेर न त्यहाँ नमाथ्यो क्या एक्लै फ्री छोड्यो भने नि हाल्छ। मलाई कि म चढेर हिँड्ने कार किनिदिनु। त्यो सानो कार भने होइन के होइन म चढेर हिँड्ने कार पाएँ भने अरू के चलाउन आउँछ तिमीलाई मलाई बाइक बाइक पनि आउँछ अनि मोटर अरू अनि त्यसपछि मलाई प्लेन कागजको प्लेन हो नै होइन रियल फेरि अब गफ बढी हान्यो के फेरि गफ बढी हान्यो हेलिकप्टर प्लेन बोट सब चलाइदिन्छु। गफै होइन गफ धेरै हान्दिने है त्यसै होइन ब्याग बोट देखेछौ अहिलेसम्म कहाँ कागजको पेपर बोट होइन कस्तो बोट त म सौरा जाँदाखेरि हो चढेछु। चढेको त्यो बोट काठको। सानो बोट यस्तै चलाउने होला हो कि नै मोटर बोट के मोटर बोट मोटर बोट चढेछौ कहाँ काठमाडौँ काठमाडौँमा कुन तालमा त्यहाँ कहाँ छ कहाँ छ भन त कुन ठाउँमा थाहा छैन झुट त बोले होइन नि रेकर्ड छ थाहा छ कि नै मम्मीलाई देखाउँछु यो भिडियो कति झुट बोलेर चाहिँ थाहा हुन्छ फेरि सौरामा चाहिँ कोकोडाइल जम्प फानेको देखेँ हो पानीमा। के को बास्ना आयो के को बास्ना आएको बाबु कुन्नी रोक न भन न म जब ए रोक है रोक एकछिन एकैछिन ज्याकेट खै ज्याकेट खोइ भनेको